आज पुनः तपाईहरुको माझमा एउटा दुखद खबर लिएर आएको छु। कलाकार अविनाश झा उर्फ कलकत्ता बालीकी श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। नमस्ते नमस्कार, यहाँलाई स्वागत छ तराई मधेस खबरमा। म पुनिता। गत माघ महिनामा अन्तर्जातीय विवाह गरेका अविनाश झाले गृह प्रवेश पनि गरेका थिए। पूजा आजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी सामाजिक सञ्जालमा खुशी देखेका थिए। अचानक सोमबार राति अंसा सदा नोचापुर स्थित मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यो घटना सोमबार रातिकै रहेको पुष्टि गरेको छ। अंसा सदाको माइती पक्ष नआएको कारणले अगाडिको प्रक्रिया गर्न नसकेको प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए। जनकपुर धाम उपमहानगरपालिका वार्ड नम्बर 12 र 20 को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुर स्थित सुटिङ स्थलमा भिड भएको छ। अहिले प्रहरीको टोली सो स्थानलाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडि बढाएको छ। माइती पक्ष नआएपछि पोस्टमार्टमको प्रक्रिया अगाडि बढ्ने जनाएको छ। जानकारी अनुसार उनी आत्महत्या गरेकी हुन्। यद्यपि प्रहरीले यसलाई बिना पोस्टमार्टमको पुष्टि नगर्ने बताएको छ। यसबारे अनुसन्धान तीव्र बनाइएको छ। कलाकार अविनाश झा र अंसा सदाबीच करिब 10 देखि 12 दिन तनाव चल्दै आएको थियो। फेसबुकमा दिनहुँ रिल्स भिडियो अपलोड गर्ने दुवै जनाको भिडियो अन्तिम गत 13 जुन 2025 अर्थात् जेठ 30 गतेको मात्रै पोस्ट भएको देखिएको छ। त्यसपछि यो अन्तरालमा उनीहरूको सँगैको भिडियो हालिएको देखिएको छैनन्। दिनहुँ भिडियो हाल्ने दुवै जनाले भिडियो हाल्न बन्द गरेपछि उनीहरू बीचको यो समय तनाव भएको हुन सक्ने शंका गरिएको छ। अहिले घटनास्थलमा स्थानीय वासीको भिड लागेको छ भने अविनाश झा मिडियामा बोल्न सक्ने अवस्था छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।